20 वैशाख 2082 रजतपट अनलाइन टिभी युट्युब च्यानलमा अपलोड हुन्छ द प्रकाश सुवेदी शो। उक्त शोकी अतिथि बनेर पुगेकी हुन्छन् अभिनेत्री सुरक्षा पन्त। आफू अभिनीत फिल्म खेलको प्रचारका लागि समेत पुगेकी सुरक्षालाई प्रस्तोताले सधैँ चाहिँ चिन्नुहुन्छ भनेर सेगमेन्ट सुरु गर्छन्। आफ्नो नियमित शैली अनुसार ती प्रस्तोताले पूर्व युवराज पारस शाहका छोरा हृदयेन्द्र शाहको फोटो देखाउँदै भविष्यमा उहाँलाई कुन रूपमा हेर्न चाहनुहुन्छ भनेर सोध्छन् सुरक्षालाई। सुरक्षा जवाफ दिन्छन्, लुक्स राम्रो छ, अभिनय पनि सक्नुहुन्छ होला, कुनै आडतिर लाग्नु भयो भने दामी हुन्छ, सिनेमा क्षेत्रमा आउनु भयो भने स्वागत छ उहाँलाई। शोको सञ्चालक थप्दै भन्छन्, कहीँ कतै उहाँलाई राजा बनाए हुन्छ भन्नेसम्मको अभिव्यक्ति मैले कतै पढेको छु। जवाफमा सुरक्षा भन्छन्, राजा बनाउने भन्ने कुरा कहाँ हामीले स्वीकारेकै छैनौँ, त्यो त भन्न सकिन्न। शोका सञ्चालकले अन्तिममा सबैलाई जस्तै सुरक्षालाई पनि सोध्छन्, राजा कि राष्ट्रपति? हुन त गणतन्त्रात्मक मुलुकमा ती सञ्चालक यो प्रश्न किन सबैलाई सोधिरहन्छन् भन्ने मेरो मनमा पनि लामो समयदेखि घुमिरहेकै छ। यो प्रश्नमा सुरक्षाले गणतन्त्रमा भइरहेको प्रणालीलाई नै अझ राम्रो बनाउनु पर्ने मत लाग्छ।